गुड मर्निङ, नमस्ते सबैजनालाई। आज हामीहरू पार्ट अफ स्पिचको प्रिपोजिसन पढ्दैछौँ। प्रिपोजिसन भनेको के हो भन्दाखेरि प्रिपोजिसन यो नाममै यसको एन्सर छ, प्रिपोजिसन। यसलाई छुट्याएर ब्रेक गरेर हेर्दाखेरि प्रि र पोजिसन छ। प्रि भनेको अगाडि, पोजिसन भनेको स्थान। र के को स्थान, पोजिसन के को पोजिसनको अगाडि भन्दा यो अब्जेक्ट नाउन वा प्रोनाउनको अगाडिपट्टि आउने र त्यो भन्दा अगाडिको वाक्यलाई उक्त नाम र प्रोनाउनसँगको सम्बन्ध बुझाउने शब्दहरूलाई प्रिपोजिसन भन्दछन्। जस्तै प्रिपोजिसन भनेको नाम वा प्रोनाउन सर्वनाम भन्दा अगाडि प्रयोग गरिने शब्द हो जसले वाक्यमा त्यस नाउन र प्रोनाउनको अर्को शब्दसँगको सम्बन्ध देखाउँदछ। प्रिपोजिसनले चाहिँ जुन नाउन र प्रोनाउनको अगाडि प्रयोग हुन्छ त्यो नाउन र प्रोनाउनको सम्बन्ध चाहिँ त्योभन्दा अगाडिको ऊ बसेको भन्दा अगाडिको वाक्यसँगको सम्बन्ध देखाउँदछ। जस्तै यहाँ हेरौँ, राम इज इन द रुम। इन द रुमको सम्बन्ध, यो रामको सम्बन्ध, यो एउटा प्रिपोजिसन भयो र यो यहाँ नाउनको अगाडि आएर बसेको छ यहाँ, र यसले यो नाउनको सम्बन्ध ऊ भन्दा अगाडिको नाउनसँग देखाउँदछ। जस्तै राम इज द रुम मात्रै हुनु भने अर्थ भएन यहाँ। त्यही भएर यो इन प्रिपोजिसनले राम र रुमको सम्बन्ध देखाएको छ। राम इज इन द रुम। ही वाज स्ट्यान्डिङ, ऊ उभिरहेको छ तर कहाँ भन्दा एट द बस स्टप। यो अगाडिको वाक्य ही वाज स्ट्यान्डिङ एउटा वाक्यलाई यो पछाडिको यो बस स्टपसँगको सम्बन्ध यो एड शब्दले स्थापित गरेको छ अथवा जनाएको छ। जस्तै ही वाज स्ट्यान्डिङ एट द बस स्टप। त्यसै गरी माई ब्रदर विल कम होम एट दसैँ। माई ब्रदर विल कम होम यो एउटा सेन्टेन्स भयो, तर कहिले आउँछ भन्दाखेरि चाहिँ ऊ दसैँमा आउँछ। यो एटले माको सम्बन्ध, माको अर्थ दिइरहेको छ। यहाँ पनि एटले माको अर्थ, यहाँ तर त्यही माको अर्थ इनले दिइरहेको छ। किनभने रुमभित्र, कोठाभित्र छ भन्दा रुममा छ भन्दाखेरि इनको प्रयोग हुन्छ। ओके, त्यसै गरी अनिल वाज बोर्न अन मन्डे। जहिले पनि सन्डे मन्डेको अगाडि अनको प्रयोग हुन्छ। बारहरूको नामको अगाडि अनको प्रयोग हुन्छ। चाडबाडको लागि अगाडि एटको प्रयोग हुन्छ। त्यसै गरी द क्याट जम्प ओभर द वाल। यहाँ द क्याट जम्प ओभर द वाल भनेर यहाँ के दिइरहेको छ यसले भन्दा दिशा डाइरेक्सन बताइरहेको छ। यो डाइरेक्सन बताउने प्रिपोजिसन भयो ओभर। जम्प ओभर, द क्याट जम्प गर्यो तर कहाँ भन्दा पर्खालको माथिबाट जम्प गर्यो। क्याट जम्प ओभर द वाल। त्यसै गरी यहाँ अघि हामीले पढ्यौँ अनिल वाज बोर्न अन मन्डे। यो अनले समय बताइरहेको छ यहाँ, कहिले जन्मियो भन्दा सोमबार समय। त्यसै गरी ही इज
कमिङ फ्रम होम, ऊ घरबाट आउँदैछ। यहाँबाट भनेको यसले के बुझायो? दिशा, डाइरेक्सन बुझायो। घरबाट आउँदैछ। त्यस्तै गरी अब प्रिपोजिसन चाहिँ अलवेज कम बिफोर अब्जेक्ट। यो अब्जेक्ट भनेको चाहिँ कुनै पनि सेन्टेन्समा सब्जेक्ट र अब्जेक्ट हुन्छ, कर्ता र कारक। कारकको अगाडि प्रयोग हुन्छ। प्रिपोजिसन चाहिँ जहिले पनि अब्जेक्ट भन्दा अगाडि आउँछ। यानि कि प्रिपोजिसन भन्दा पछाडिको नाउन वा प्रोनाउन जहिले पनि अब्जेक्ट हुन्छ र अब्जेक्ट चाहिँ जहिले पनि नाउन र प्रोनाउन हुन्छ, नाउन या प्रोनाउन हुन्छ। सब्जेक्ट पनि नाउन र प्रोनाउन हुन्छ, तर यो प्रिपोजिसन भन्दा पछाडि आउने नाउन र प्रोनाउन चाहिँ जहिले पनि अब्जेक्ट हुन्छ। Noun or pronoun used after preposition are always in objective case. यो चाहिँ अब्जेक्टिभ केसमा प्रयोग हुन्छ। हामीले प्रोनाउन पढ्दाखेरि सब्जेक्ट र सब्जेक्टिभ केस, अब्जेक्टिभ केस पढेको छौँ। त्यहाँ प्रोनाउनहरूको बारेमा पढ्दाखेरि त्यही यति क्लियर भएन भने फेरि त्यो भिडियो गएर हेर्नु होला। ही डान्स विथ हर, यहाँ ही डान्स विथ सी हुँदैन, किनभने यो प्रिपोजिसन विथ भयो। विथ प्रिपोजिसनदेखि पछाडि जहिले पनि अब्जेक्टिभ केसको प्रयोग हुन्छ। यो सी नभएर हर हुन्छ। अथवा यहाँ अरू कुनै, यहाँ अब यता सी थियो भने यहाँ हिम हुन्थ्यो। जहिले नि अब्जेक्टिभ केसको प्रयोग हुन्छ प्रिपोजिसनको पछाडि। अब यहाँ के अरू इक्जाम्पलहरू हेरौँ। जस्तै सी इज सिटिङ अन द चेयर। अन द चेयर भनेको चाहिँ ऊ चेयरमा बसिरहेकी थिइन्। चेयरमा, टेबलमा हुँदाखेरि माको ठाउँमा अनको प्रयोग हुन्छ। जस्तै द बुक इज अन द टेबल, टेबलमाथि, टेबलमै टच भएर छ भने चाहिँ त्यसलाई अन द टेबल भनिन्छ। त्यसै गरी कुर्सीमा बसेको छ भन्दाखेरि अन द टेबल। अब त्यसै गरी अर्को त्यसै गरी यहाँ यो अनले चाहिँ अन सोज द प्लेस, लोकेसन बताइरहेको छ। यो अनले चाहिँ लोकेसन बताउँछ, स्थान बताइरहेको छ। सिटिङ अन द चेयर, यो प्रिपोजिसनहरूलाई विभिन्न 3टा क्याटेगोरीमा डिभाइड गर्न सकिन्छ। जस्तै प्रिपोजिसन अफ टाइम, प्रिपोजिसन अफ प्लेस र प्रिपोजिसन अफ डिरेक्सन। दिशा बताउने, स्थान बताउने र समय बताउने गरी प्रिपोजिसन जम्मा 3 प्रकारका हुन्छन्। र प्रिपोजिसन अफ टाइम बताउनेमा एट, अन, इन, टिल, अन्टिल, टु, फ्रम, बाई, फर, सिन्स, ड्युरिङ, बिफोर, आफ्टर यिनीहरू पर्दछन् भने प्रिपोजिसन अफ प्लेस बताउने, स्थान बताउनेमा एट, अन, इन। यो एट, अन, इन यहाँ पनि छ, यहाँ पनि रिपिट भएको छ। यो एट, अन र इनले चाहिँ समय पनि स्थान पनि बताउँदछन्। त्यसै गरी इन्टु, इनसाइड, ओभर, अन्डर, एबभ, बिलो इत्यादि यिनीहरूले चाहिँ स्थान बताउँदछन्। यी प्रिपोजिसनहरूले चाहिँ स्थान बताउँदछन्। त्यसै गरी अब प्रिपोजिसन अफ डाइरेक्सन फ्रम, टु, थ्रु, टुवर्ड्स, एलोङ, एक्रस, बाई, पास्ट, इन्टु, अन्टु, अफ, एगेन्स्ट यिनीहरूले चाहिँ दिशाबोध गराउँदछन्, डाइरेक्सन बताउँदछन्। कम फ्रम काठमाडौँ, गो टु द मार्केट,
यिनीहरूले कुनै पनि डाइरेक्सन थ्रु गो थ्रु द टनल हैन गो थ्रु द टाउन यिनीहरूले चाहिँ एउटा डाइरेक्सन देखाउँछ गो टुवर्ड्स एलङ द रोड एक्रस द रोड यिनीहरूले चाहिँ एकदम डाइरेक्सन बताउने काम गर्दछन् ओके सी इज सिटिङ अन द चेयर यो अनले चाहिँ यहाँ के बताइरहेको छ भन्दाखेरि स्थान बताइरहेको छ हैन प्लेस अहिले हामीले यहाँ के पढ्यो प्रिपोजिसन अफ टाइम र प्लेस बताउँछ अनले हैन त्यही भएपछि यहाँ हामीले यो वाक्यमा हेरौँ अनले चाहिँ यहाँ प्लेस बताइरहेको छ लोकेसन भन्दा सी चाहिँ उनी चाहिँ कहाँ बसिन् भन्दाखेरि कुर्सीमा बसिन् चेयरमा बसिन् उनी कुर्सीमा बसिन् माको अर्थ दिने ठाउँमा अनको प्रयोग गरिन्छ जस्तै चेयरको माथि टेबलको माथि तर त्यो चेयरलाई टच भएर टेबललाई टच भएर कुनै पनि चेयर टेबलको माथि अथवा कुनै पनि चिजको माथि केही छ भने त्यसमा टच भएर बसेको छ भने त्यसमा अनको प्रयोग हुन्छ माथि भन्ने मा भन्ने अर्थमा टेबलमा चेयरमा भन्ने ठाउँमा अनको प्रयोग हुन्छ जस्तै अर्को द बुक इज अन्डर द टेबल अन्डर द टेबल भनेको अन्डर भनेको टेबलको मुनि किताब चाहिँ टेबलको मुनि छ अरे टेबल मुनि छ अघि माथि बस चेयर माथि अथवा बुक इज अन द टेबल थियो भने टेबलको माथि किताब छ टेबलमा किताब छ हुन्थ्यो भने अन्डर भन्दा टेबलको मुनि किताब छ भन्ने he came from Kathmandu he came from Kathmandu ऊ चाहिँ कहाँबाट अरे काठमाडौँबाट आयो यहाँ फ्रमले बाट भन्ने बुझायो र यसले डिरेक्सन बुझायो डिरेक्सन बताउने प्रिपोजिसन हो यो फ्रम भनेको र उसले काठमाडौँबाट आउने काम गर्यो ऊ कहीँबाट आउनुलाई आई एम कमिङ फ्रम स्कुल म विद्यालयबाट आइरहेको छु अथवा म विद्यालयबाट भर्खरै आएको आई जस्ट कम फ्रम स्कुल हुन्छ कहीँबाट आउने काममा फ्रमको प्रयोग हुन्छ बाटको ठाउँमा फ्रमको प्रयोग त्यसै गरी यहाँ फ्रमले चाहिँ सोज द ओरिजिन ऊ कहाँदेखि कहाँ थियो ऊ काठमाडौँमा थियो र काठमाडौँबाट ऊ आयो भनेर यो फ्रमले चाहिँ ऊ पहिला कहाँ थियो उसको ओरिजिनालिटी के कहाँ थियो ओरिजिनली भन्ने कुरा पनि देखाउँदछ त्यसै गरी दे एराइभ्ड एट 5 PM एराइभ एट 5 PM यो निश्चित समय बताउने ठाउँमा चाहिँ एटको प्रयोग हुन्छ दे एराइभ अन 5 PM इन 5 PM हुँदैन एट 5 PM एटको प्रयोग हुन्छ जहिले पनि समय बुझाउने निश्चित टाइम बुझाउने अथवा निश्चित स्थान बुझाउने निश्चित समय बुझाउनेमा चाहिँ जहिले पनि एटको प्रयोग हुन्छ एट सोज द टाइम यहाँ एटले चाहिँ समय बताइरहेको छ त्यसै गरी यो एट एउटा प्रिपोजिसन अफ टाइम पनि हो द क्याट जम्प ओभर द वाल बिरालो पर्खालमाथि हाम फाल्यो ओभर यहाँ ओभर सोज द मुभमेन्ट एन्ड डिरेक्सन यो जम्प्ड ओभरले चाहिँ एउटा एक दिशातिर वालको माथितिरबाट हाम फाल्यो भन्ने एउटा डिरेक्सन देखाइरहेको छ
ओके, यहाँ अब केही कमन प्रिपोजिसन र हामीहरूलाई कन्फ्युजन हुने प्रिपोजिसनहरू छ। इन, अन र एटको प्रयोग कहाँ कहाँ गर्ने भन्दाखेरि इनको प्रयोग चाहिँ सानो स्थान इन अकार गाडी मसिनो गाडीहरूमा छ भने इन अकार हुन्छ, किनभने यो हामी भित्र यसमा हिन्डुल गर्न सक्दैनौँ। तर बसमा हो भने अन द बस हुन्छ, किनभने यो भित्र हामी हिन्डुल गर्न सक्छौँ। एकदमै हिन्डुल गर्न नसक्ने सानो चिजहरूको भित्र बुझाउनु छ भने इनको प्रयोग हुन्छ। तर घरमा हिन्डुल गर्न सके पनि यसमा चाहिँ इन द हाउस हुन्छ। ओके, तर होम लेख्नु पर्यो भने एट द होम हुन्छ फेरि। र यहाँ इन हाउस मात्रै लेख्यो भने पनि गलत हुन्छ, जहिले पनि इनसँग दको प्रयोग गर्नुपर्दछ घरको सम्बन्धमा। त्यसै गरी यो बोट, इन अ बोट, यो बोटमा हामी भित्र हिन्डुल गर्न सक्दैनौँ, एउटा कन्फाइन स्पेस छ, त्यो भएर यसमा इन अ बोट हुन्छ। तर हामी जहाजमा भित्र हिन्डुल गर्न सक्छौँ, त्यही भएर अन अ सिप हुन्छ। सिप छ भने अन प्रयोग गर्ने, बोट छ भने इन प्रयोग गर्ने, बस छ भने अन प्रयोग गर्ने, कार छ भने इन प्रयोग गर्ने। त्यसै गरी ट्याक्सी छ भने इन अ ट्याक्सी हुन्छ। तर ट्रेन, प्लेन र बस छ भने अनको प्रयोग गर्नुपर्छ, किनभने यिनीहरूको भित्र हामी हिन्डुल गर्न सक्दछौँ। त्यसै गरी एट होम हुन्छ, एट स्कुल हुन्छ, एट युनिभर्सिटी, एट वर्क हुन्छ। आई एम एट वर्क राइट नाउ, म अहिले काममा छु अथवा म जागिरमा छु भन्दाखेरि चाहिँ एटको प्रयोग गरिन्छ। आई एम इन वर्क हुँदैन, अन वर्क हुँदैन, एट वर्क हुन्छ। त्यसै गरी आई एम अन स्कुल, आई एम अन युनिभर्सिटी हुँदैन, युनिभर्सिटी स्कुलमा जहिले पनि एटको प्रयोग गरिन्छ। तर यो एट स्कुल भन्दाखेरि यो स्कुलको क्षेत्रमा छु, म स्कुलको क्लासरुमभित्र छु भन्ने बुझिँदैन, तर स्कुलमा छु भन्ने बुझिन्छ। एट युनिभर्सिटी भन्दा पनि युनिभर्सिटीको एरियाभित्र छु भन्ने बुझिन्छ। यो एट होम र इन हाउसमा के डिफ्रेन्स छ भन्दा, यो होम भनेको चाहिँ मोर एकदम भावनात्मक हो, घर, र हाउस भनेको चाहिँ बिल्डिङलाई, घर बनिएको यो भौतिक संरचनालाई बुझाउँछ। र इन द हाउस भन्दाखेरि चाहिँ घरभित्र छु भन्ने बुझिन्छ भने एट होम भन्नाले घरमा छु भन्ने बुझिन्छ। त्यसै गरी अब यहाँ एक्सप्लेनेसन हेरौँ, किन एट होम हुन्छ, इन होम र अन होम हुँदैन भन्दाखेरि एट होमले चाहिँ घरमा भन्ने बुझाउँछ, र यो करेक्ट र कमनली युज्ड इन इङ्ग्लिस, अङ्ग्रेजीमा चाहिँ एट होम भन्ने चाहिँ एकदमै प्रयोग गरिन्छ, इन होम र अन होम गरिँदैन। इन होम चाहिँ यो इन्करेक्ट हुन्छ, नट नेचुरल इन इङ्ग्लिस, र अन होम पनि इन्करेक्ट हुन्छ अनलेस टकिङ एबाउट समथिङ फिजिकली अन अ होम। यो अन होम भनेर चाहिँ घरको माथि छ भने चाहिँ अन होम प्रयोग गर्न सकिन्छ। जस्तै द बर्ड इज अन द रुफ, अन द होम्स रुफ, घरको छानामाथि, छानामा छ भन्दाखेरि चाहिँ अनको प्रयोग गर्न सकिन्छ, किनभने ऊ घरको माथि छ, छानामा छ। त्यस्तो अवस्थामा चाहिँ अनको प्रयोग गर्न सकिन्छ। तर घरभित्र छ अथवा घरमा छ भन्दाखेरि चाहिँ एट होम अथवा इन द हाउसको प्रयोग हुन्छ। आई एम एट होम, म घरमा छु भन्दा आई एम एट होम हुन्छ। आई एम इन होम र आई एम अन होम हुँदैन, त्यो गलत हुन्छ। जस्तै यहाँ इन द हाउस फेरि करेक्ट हुन्छ, ओके। एट द हाउस पनि करेक्ट हुन्छ, तर अन द हाउस समटाइम मात्रै। यसले चाहिँ घर माथि अथवा घरको उपरमा भन्ने बुझाउँछ। जस्तै अन द हाउसको चाहिँ द क्याट इज अन द हाउस,
बिरालो चाहिँ घरको छानामाथि अथवा घरमाथि छ भन्ने अर्थ लाग्छ। इन हाउस विदाउट द बिना इन हाउस मात्रै पनि लेख्दा इनकरेक्ट हुन्छ। हामीहरूले इनको प्रयोग गरेको छौँ भने जहिले पनि दको प्रयोग गर्नु पर्दछ। इन द हाउस, एट द हाउस पनि लेख्न सकिन्छ, तर यो चाहिँ घरमा छ भन्ने अर्थमा चाहिँ एट द हाउस लेखिन्छ। होम छ भने चाहिँ जहिले पनि एटै लेखिन्छ, र हाउस छ भने चाहिँ इन द हाउस र एट द हाउस दुवै लेख्न सकिन्छ। तर इन द हाउस भन्नाले घरभित्र छ भन्ने बुझिन्छ, र एट द हाउस भन्नाले घरमा छ भन्ने बुझिन्छ। जस्तै आई एम इन द हाउस, म घरभित्र छु भन्ने अर्थ लाग्छ भने सी इज एट द हाउस, उनी घरमा छिन् भन्ने अर्थ लाग्दछ। एट द हाउस र इन द हाउसको डिफरेन्स त्यही हो। इन द हाउस भने घरभित्र, एट द हाउस भने चाहिँ घरमा भन्नको मतलब घरको वरिपरि, घर बाहिर, घरको छेउछाउमै छु म। कुनै टाढाको मान्छेलाई आफूले बताउँदाखेरि म घरमै छु भन्दाखेरि एट द हाउस हुन्छ। त्यसै गरी यहाँ बिरालो चाहिँ घरमा छ भन्दा घरको छानामाथि अथवा घरमाथि छ भन्ने बुझिन्छ। अनको प्रयोग चाहिँ माथि भन्नेमा प्रयोग गर्न सकिन्छ। र इनको प्रयोग गर्दाखेरि जहिले पनि दको प्रयोग गर्नु पर्दछ। द प्रयोग नगरी इन हाउस मात्रै लेख्यो भने इनकरेक्ट हुन्छ। इन द हाउस लेख्नु पर्दछ। होम भनेको चाहिँ मोर इमोसनल अथवा एब्स्ट्र्याक्ट हो, यो भावनात्मक शब्द हो भने हाउस भनेको चाहिँ फिजिकल बिल्डिङ हो, एउटा घरको स्ट्रक्चर, संरचना भन्ने बुझिन्छ। ओके, इन द हाउसले घरभित्र भन्ने बुझिन्छ। एट द हाउसले घरमा, लोकेसन नट नेसेसरीली इनसाइड। यो मतलब एट द हाउसमा घरमै छु भन्दा चाहिँ म घरको क्षेत्रमै छु, घर वरिपरि छु, घरको भित्रै भन्ने बुझिँदैन, त्यो घरको लोकेसन स्थानमै छु भन्ने बुझिन्छ। त्यसै गरी अन द हाउस भन्दा घरको माथि भन्ने बुझिन्छ, घरमाथि भन्ने बुझिन्छ, घरको छानामाथि भन्ने बुझिन्छ। इन हाउस र अन हाउस इनकरेक्ट हुन्छ। यो लेख्दाखेरि जहिले पनि दको प्रयोग गर्नु पर्दछ। इन द हाउस, अन द हाउस हुन्छ। त्यसै गरी यो कन्फ्युजिङ शब्द अर्को छ एट क्रिसमस, अन क्रिसमस र इन क्रिसमस। एट क्रिसमस भन्दाखेरि चाहिँ करेक्ट हो, यो एराउन्ड द क्रिसमस सिजन भन्ने बुझिन्छ। वी एराइभ्ड, वी ट्राभल एट क्रिसमस, यो चाहिँ क्रिसमसको समय, जस्तै नेपालीमा नेपाली चाडपर्वहरू जस्तै एट दसैँ, एट दीपावली भनेर प्रयोग गरिन्छ, क्रिसमसको समय भन्ने बुझिन्छ। तर अन क्रिसमस डे भन्दाखेरि चाहिँ पार्टिकुलर त्यही क्रिसमसकै दिन, जस्तै अन भाइटिका, अन दसैँ टिका, अन फुलपाती, त्यो पार्टिकुलर त्यही दिनलाई तोक्नमा चाहिँ अनको प्रयोग गरिन्छ, र सम्पूर्ण त्यो चाडलाई बताउँदाखेरि चाहिँ एटको प्रयोग गरिन्छ। जस्तै अन डिसेम्बर 25 भने, अन क्रिसमस डे भन्नाले डिसेम्बर 25 त्यही पार्टिकुलर एक दिनलाई मात्रै बुझाउँदछ। तर एट क्रिसमस भन्दाखेरि चाहिँ क्रिसमसको समय एक दुई दिन अघि पछि सबै क्रिसमसको, दसैँको समय अथवा तिहारको समय भन्दा, तिहारको समय भन्दा धेरै दिन बुझियो नि त, एक दिन भाइटिका मात्रै नबुझेर। त्यस्तै एटले चाहिँ सम्पूर्ण त्यो चाडलाई बुझाउँदछ भने अनले चाहिँ पार्टिकुलर एक दिनलाई मात्रै बुझाउँछ। आई स हिम अन क्रिसमस डे भन्दाखेरि क्रिसमस दिन त्यही 25 डिसेम्बरलाई मात्रै बुझायो। इन द क्रिसमस लेख्नु हुँदैन, त्यो इनकरेक्ट हुन्छ। नट युज दिस वे। बट, तर समटाइम्स क्रिसमस चाहिँ एउटा लङ्गर फ्रेज, एउटा पार्ट अफ द लङ्गर फ्रेज छ भने चाहिँ, उपवाक्य छ भने चाहिँ त्यसमा इन द क्रिसमस भनेर प्रयोग गर्न सकिन्छ।
जस्तै इन द क्रिसमस स्पिरिट, यो चाहिँ यसले चाहिँ यो क्रिसमसलाई नबुझाएर क्रिसमसको स्पिरिट, यो एकदम भावना, मुडमा, क्रिसमसको मुडमा भन्ने बुझाइरहेको छ। त्यही भएर यसलाई इन लेख्न सकिन्छ। यसले चाहिँ यो क्रिसमस नबुझाएर क्रिसमसको उल्लास, यो मुडमा भन्ने बुझाउँदछ। जस्तै हि इज इन द क्रिसमस स्पिरिट, ऊ क्रिसमसको भावना अथवा मुडमा छ, क्रिसमसको मुडमा छ। अब दसैँ आयो भन्दाखेरि दसैँको मुड आउँछ नि एकदम, त्यो चाहिँ मुडको बारेमा भनिएको छ, दसैँको बारेमा नभनिएर। त्यस्तै यहाँ क्रिसमस, इन द क्रिसमस होलिडे भनेर चाहिँ दसैँको क्रिसमसको बिदाको समय भनेर, वी रेस्ट इन द क्रिसमस होलिडे, क्रिसमस बिदामा हामी आराम गर्छौँ भनेर बुझाइरहेको छ। इन द क्रिसमस होलिडे भनेर यसले चाहिँ यो क्रिसमसलाई मात्रै नबुझाएर क्रिसमस होलिडेलाई बुझाइरहेको छ। त्यही भएर इनको प्रयोग गरिन्छ। तर ठिकै क्रिसमसलाई मात्रै बुझाउनु छ भने एट क्रिसमस, र क्रिसमसकै पार्टिकुलर दिन, एकै दिनलाई मात्रै छ भने अन क्रिसमस हुन्छ। काइन्ड अफ कन्फ्युजिङ छ लिटल बिट, तर पनि क्रिसमस चाडलाई बुझाउने छ भने एट क्रिसमस, क्रिसमस दिनलाई बुझाउने छ भने अन क्रिसमस, र यदि त्यो एउटा वाक्यांशको रूपमा प्रयोग भएको छ भने, छोटो वाक्यको रूपमा छ भने इन द क्रिसमस स्पिरिट अथवा इन द क्रिसमस होलिडे भनेर पनि लेख्न सकिन्छ। तर यो वर्क विथ द नाउन्स रिलेटेड टु द क्रिसमस बट नट द क्रिसमस बाई इट्सेल्फ, यो चाहिँ इन द भनेर चाहिँ यो क्रिसमसलाई मात्रै नबुझाएर क्रिसमस होलिडेलाई बुझाएको हो। त्यही भएर यो नाउन रिलेटेड टु क्रिसमसलाई बुझाएको, बट नट द क्रिसमस, क्रिसमस इट्सेल्फलाई नबुझाएर यो क्रिसमस होलिडे रिलेटेड टु द क्रिसमस, क्रिसमस होलिडे भनेर एउटा पुरै नाउन फ्रेज हो, यो फ्रेजलाई बुझाइरहेको छ। त्यसै गरी टाइम, प्रिपोजिसन अफ टाइम, जस्तो टाइम बुझाउने सुबह, शाम र मिड डे बुझाउनेमा एटको प्रयोग हुन्छ। हि लेफ्ट एट डाउन, ऊ बिहान सबेरै गयो। स्पेसिफिक पोइन्ट इन द टाइम, डन भनेको यो बिहान घाम झुल्किने समय, र स्पेसिफिक टाइम बताउँदाखेरि एटको प्रयोग हुन्छ। र डक्स भनेको बेलुका साँझ पर्दा बित्तिकै, द लाइट्स कम अन एट डक्स, स्पेसिफिक पोइन्ट अफ टाइम भयो यहाँ। डक्स भनेको साँझमा, साँझ पर्दा बत्ती बल्यो। त्यसै गरी मिड डे अर नुनमा पनि एटको प्रयोग गरिन्छ। वी विल मिट एट मिड डे अर एट नुन हुन्छ। यो निश्चित पार्टिकुलर समय, यो घाम झुल्किने समय थोरै हुन्छ, त्यो निश्चित समयलाई बुझाउँदा एट। त्यस्तै घाम अस्ताउने, घाम डुब्ने समयलाई थोरै समय हुन्छ, त्यसलाई बुझाउँदा एट। र मिड डे, मिडल अफ द डे अथवा नुन भनेको थोरै टाइमलाई भनिन्छ, त्यसैले एट हुन्छ। प्रिसाइज टाइम एट 12 PM लाई मिड डे अथवा नुन भनिन्छ। त्यही भएर पार्टिकुलर टाइम बुझाउँदाखेरि अथवा स्पेसिफिक समय बुझाउँदाखेरि चाहिँ एटको प्रयोग गरिन्छ। इन डाउन, इन डक्स, इन मिड डे, अन र इनको प्रयोग गर्नु हुँदैन। त्यसै गरी मर्निङ छ, बिहान छ भने इन द मर्निङ हुन्छ, र आफ्टरनुन छ भने इन द आफ्टरनुन, इभिनिङ इन द इभिनिङ, नाइट छ भने चाहिँ एट द नाइट हुन्छ। हामीले इन द नाइट प्रयोग गर्नु हुँदैन, नाइट मात्रै एक्सेप्सन हो, यसमा चाहिँ एट द नाइटको प्रयोग गरिन्छ। ड्युरिङ द डे अथवा डे टाइम छ भने इन द डे अर ड्युरिङ द डे हुन्छ। In the morning, in the afternoon, in the evening, for the general part of the day.
यो मर्निङ भनेर अलिक लामो समयलाई बुझाउँछ। अघि डक्स भन्दा थोरै समय घाम झुल्किने समय मात्रै बुझाएको थियो र एट लगाइयो, तर मर्निङ त धेरै समय हुन्छ नि, 8-9 बजीसम्म मर्निङ। ओके, त्यसै गरी ड्युरिङ द डे अप्टन युज वेन कम्पेयरिङ इन्टु द नाइट। यो दिनलाई चिराजसँग कम्पेयर गर्नुपर्दा चाहिँ ड्युरिङ द डे भनेर युज गरिन्छ। जस्तै आई वर्क ड्युरिङ द डे, नट एट नाइट भनेको आई वर्क ड्युरिङ द डे। Okay, thank you for watching. Please like, share and subscribe my channel. Thank you. See you on next video. र प्रिपोजिसनको बारेमा अलिक धेरै जान्न मन छ भने कमेन्ट गर्नुहोला।